नमस्कार, म सुरेन्द्र विक्रम प्रजापति, फाउन्डर फिनिक्स डिपल विनायक शिक्षा निकेतन, मध्यपुर थिमी। विगत शैक्षिक सत्र 2081 देखि विनायक शिक्षा निकेतनमा रोबोटिक क्लासको सुरुवात हामीले गर्यौं र विद्यार्थी भाइबहिनीहरूले सो रोबोटिक क्लासबाट विभिन्न जुन एआई कोडिङदेखि लगायत विभिन्न इन्जिनियरिङ साइन्सका विभिन्न प्र्याक्टिकल कार्यहरू गरिँदै आइरहेको म तपाईहरूलाई जानकारी गराउन चाहन्छु र विशेष गरेर विद्यार्थी भाइबहिनीहरूले यो एआई कोडिङ क्लासलाई चाहिँ विशेष महत्त्व दिएको हामी पाउँछौं। उनीहरूको विशेष इन्ट्रेस्ट छ यसमा र विद्यार्थी भाइबहिनीहरूले यसबाट अब एआई को महत्त्व के हो, एआईले कसरी फङ्सन गर्छ, एआईले चाहिँ हामीले के कामहरू गर्न सकिन्छ भन्ने कुराहरू चाहिँ अब सिकिराख्नु भएको छ भने साइन्समा कम्प्युटरमा उहाँहरूले जुन थ्योरी कुराहरू पढ्नु भएको छ त्यसको प्र्याक्टिकल बेसमा पनि विभिन्न प्रोजेक्टहरू विद्यार्थी भाइबहिनीहरूले तयार गरिसक्नु भएको छ। जस्तो घरमा प्रयोग हुने विभिन्न विद्युतीय जुन डिभाइसहरू सामग्रीहरू कसरी निर्माण भएका छन्, त्यसले कसरी फङ्सन गर्छ भन्ने कुराहरू पनि विद्यार्थी भाइबहिनीहरूले सिक्दैछ। अन्तमा म पुनः एकपटक हाम्रो रोबोटिक क्लासको लागि जुन अब हामीलाई सहयोग गर्नुहुने रोबोटिक टेकका सम्पूर्ण प्रशिक्षक साथीहरूलाई पनि उहाँहरूको सहयोग, उहाँहरूको जुन एउटा परिश्रमको लागि म धेरै आभार प्रकट गर्न चाहन्छु। हस्, धन्यवाद।